नमस्कार सम्पूर्णजनामा म तपाईँहरूको साथी सुरज कुमार सिंह। यतिखेर म कानुन पढिरहेको थिएँ। फौजदारी मुद्दा देवानी मुद्दा पढ्दै गर्दाखेरि एउटा सानो टपिक मलाई एकदमै राम्रो टपिक लाग्यो। फौजदारी मुद्दाको चाहिँ कानुन सम्बन्धी अर्थात् न्याय अथवा दण्ड सम्बन्धी चाहिँ यसो मलाई राम्रो प्रश्न लाग्यो र त्यो इन्फर्मेटिभ सूचना तपाईँमाझ पनि प्रस्तुत गर्छु भन्ने कुरा हो गर्छु। सबभन्दा पहिला त हामी मुद्दा पढ्दैखेर चाहिँ हामी दुईवटा मुद्दा पढ्नुपर्ने हुन्छ, देवानी मुद्दा, फौजदारी मुद्दा। देवानी मुद्दा भनेको के हो त, फौजदारी मुद्दा भनेको के हो त कुरा पहिला बुझौँ, अनि त्यसपछि यसमा के व्यवस्था गरेको छ र के गर्यो भने के हुन्छ भन्ने कुरा तपाईँहरूमा आज प्रस्तुत गर्छु। धैर्य गर्नु होला। पहिला हामी परिभाषाबाट बुझ्ने प्रयास गर्छौँ है। देवानी मुद्दा भनेको के हो त, व्यक्तिको हक, अधिकार, कर्तव्य र हितलाई नियमित व्यवस्थित बनाउने कानुन हामी देवानी कानुन भन्छौँ। यो व्यक्तिको व्यक्तिगत सम्बन्ध, पद, हैसियत, सम्पत्ति, करार जस्ता लेनदेन जस्ता विषयसँग सम्बन्धित विषय हो। यसलाई व्यक्तिगत सम्बन्धी कानुन, सम्पत्ति सम्बन्धी कानुन, पारिवारिक कानुन, करार कानुन, अन्तर्राष्ट्रिय कानुन अथवा निजी अन्तर्राष्ट्रिय कानुनको रूपमा भनिन्छ। मैले तपाईँले के भने, व्यक्तिको हक, अधिकार, कर्तव्य र हितलाई नियमित र व्यवस्थित गर्ने कानुन देवानी कानुन। अर्थात् सिम्पल फन्डामा बुझ्नुपर्दा यो हाम्रो घरमा जस्तै झगडा हुन्छ नि त, जस्तै अंशबन्ड भइगयो, सम्बन्ध अब श्रीमान श्रीमती बिच सम्बन्ध विच्छेद भइगयो होइन, भाइ भाइ बिच झगडा भइगयो, यस्ता कुराहरू भयो भने, हाम्रो पैसा हरायो, यस्तो कुरा भयो भने हामी जुन मुद्दा गर्छौँ त्यो हाम्रो चाहिँ देवानी मुद्दा अन्तर्गत पर्ने गर्दछ है। सिम्पल फन्डा हो। घर घरमा झगडा पऱ्यो होइन, श्रीमान श्रीमती बिच झगडा पऱ्यो, अब धेरै सम्बन्ध विच्छेद हुन्छ। अब त सम्बन्ध विच्छेद पर्ने अवस्था, अंशबन्ड अवस्था होइन, त्यस्तो अवस्थाको मुद्दा हो भने त्यो देवानी मुद्दा अन्तर्गत पर्ने गर्दछ। अब देवानी मुद्दागत पढ्यो। अब फौजदारी मुद्दा भनेको के हो त, फौजदारी भनेको अपराध र अपराधीसँग सम्बन्धित विषयको परिभाषा र न्यायको व्यवस्था गर्ने कानुनलाई फौजदारी मुद्दा भनिन्छ। यसले चोरी, डकैती, जबरजस्ती गर्ने, राजद्रोह जस्ता अपराधलाई व्यवस्थित गर्छ। यसलाई न्यायको कानुन पनि भनिन्छ। मैले के भने, अपराध र अपराधीसँग सम्बन्धित विषयको परिभाषा र कानुनको व्यवस्था गर्ने कानुनलाई चाहिँ, सजायको व्यवस्था गर्ने कानुनलाई फौजदारी मुद्दा भन्छ। अर्थात् यस अन्तर्गत के पर्छ भन्दाखेरि चाहिँ खतरनाक मुद्दाहरू के डेन्जर हुन्छ नि त, जस्तै कसैको जबरजस्तीकरण गरेर आत्महत्या गरिदियो होइन, हत्या गरिदियो होइन, अब कसैको धन सम्पत्ति लुटिदियो होइन, त्यस्तो मुद्दा, अब चोरी गरिदियो होइन, अब कसैलाई झुन्डाइदियो अथवा हल्का डेन्जर खालको मुद्दा के पिटेर काटेर फ्यालिदियो, त्यस्तो मुद्दाले चाहिँ हामी फौजदारी मुद्दा भन्छौँ क्या। अब फौजदारी मुद्दामा चाहिँ एउटा राम्रो पोइन्ट मलाई के लाग्यो भन्दाखेरि चाहिँ, सपोज कुनै पनि सबभन्दा पहिला त कसुर बुझ्नुपर्छ के। कसुर भनेको के हो त, अपराध है। अपराध भनेको के हो त, अपराध भनेको कानुन बमोजिम गर्नुपर्ने काम नगरी विपरीत गरेको काम नै कसुर हो। अर्थात् कानुनले भनेको काम नगर्ने, अन्य काम गर्ने भनेको कसुर हो होइन। अब त्यो कसुर गरेको व्यक्ति, सपोज कुनै व्यक्ति त कसुर गर्यो, नगर्नुपर्ने हो होइन, कसैलाई हत्या गर्नु नराम्रो कुरा हो। यदि सपोज कसैबाट यदि कसैको हत्या भयो भने होइन, कस्तो हत्या भयो भने के सजाय होला त। अब कोहीले जानी बुझेर हत्या गर्दैन। जस्तै सपोज मानौँ न, हामी एउटा ट्रक ड्राइभरले ट्रक गुडाउँदै गर्दा चाहिँ कोही आदमी एक्सिडेन्ट पर्छ नि त होइन, कि उसको मानसिकता हुन्छ त मार्ने छैन नि त, तर पनि एक्सिडेन्टमा यदि पर्यो, त्यस्तो अवस्थामा के गर्नु त। सपोज अब कुनै मान्छे रिसमा झोकमा मारिदियो होइन, तर रिसको पछाडि पनि केही कारण होला नि त। त्यो सबै अवस्थालाई मूल्याङ्कन गरेर हाम्रो अब सजाय हुन्छ। र त्यही आज म भन्छु, कस्तो यदि मार्यो भने कानुनले दुईवटा कुरा दिएको छ क्या, एउटा सजाय बढाउन सक्ने सम्भावना, एउटा सजाय घटाउने सम्भावना है। कुनै जस्तै अहिले चाहिँ मर्डर काण्डमा कुनै पनि व्यक्तिले तपाईँले यदि मार्नुभयो भने पहिला 25 वर्षको जरिवाना सजाय थियो भने अब पहिला 20 थियो, अहिले 25 वर्षको कैद सजाय रहेको छ है। 25 वर्षको सजाय अब रहेको छ। त्यो सजायमा चाहिँ यदि तपाईँले यदि यस्तो यदि म 5-6वटा पोइन्ट भन्छु, त्यो पोइन्टमा तपाईँले यदि पढ्नुभयो भने तपाईँको सजाय घट्छ होइन। तर कुनै यस्तो अवस्था पनि हुन्छ जसमा तपाईँलाई कानुन बमोजिम हुनुपर्ने सजायभन्दा बढी सजाय हुन्छ कि, तपाईँको त्यस्तो पनि अवस्थामा भन्छु। र यस्तो अवस्था पनि हुन्छ कानुन बमोजिम तोकेको सजायभन्दा तपाईँले कम सजाय नै हुन्छ, त्यो पनि व्यवस्था रहेको छ। अब म सरसर तपाईँले अब चाहिँ अब कस्तो अवस्थामा होइन
तपाईँको सजाय कम हुन्छ त कानुन बमोजिम तोकेको सजाय कस्तो अवस्थामा कम हुन्छ भन्ने कुरा मैले यतापट्टि लेखेको रहेछु 10वटा पोइन्ट रहेको छ तपाईँहरूमा चाहिँ भन्छु है सुन्नु होला काम लाग्न सक्छ है अरूलाई थाहा भए पनि राम्रो कुरा हो जस्तै कसुरदारको उमेर 18 वर्षभन्दा कम र 75 वर्षभन्दा माथि भयो भने त्यस्तो कसुरदार व्यक्तिलाई चाहिँ कानुन बमोजिम हुनुपर्ने सजायमा केही कम अथवा सजाय घटेर हुन्छ 1 नम्बरमा 2 नम्बरमा कसुरदारको कसुर गर्ने नियत छैन नभएमा यदि कसुरदारको कसुर गर्ने नियत थिएन तर बाइझोक हैन कसुर भयो त्यस्तो अवस्थामा उसको कानुन बमोजिमको सजायभन्दा कम हुन्छ 3 नम्बरमा कसुरदारलाई कसुर हुनुभन्दा तत्कालीन अगाडि उत्साह अथवा उत्तेजित अथवा धम्की दिएमा हैन जस्तै कसुर गर्नुभन्दा तत्कालै अगाडि कसैलाई यदि धम्की दिएर उच्काएर हैन यो काम गर्न लगाइयो भने त्यस्तो अवस्थामा उसले यदि त्यो जान मार्यो भने कसैलाई मतलब त्यो नगर्नुपर्ने काम गर्यो भने त्यस्तो अवस्थाको व्यक्तिलाई चाहिँ कानुन बमोजिमको सजायभन्दा कम सजाय हुन्छ 4 नम्बरमा स्वच्छ कसुर स्वीकार गरेको तथा पस्तावा गरेको सपोज कुनै कसुर गरेको व्यक्ति छ अब गाउँ समाजमा के हुन्छ भन्दाखेरि चाहिँ झन् भन्छ नि जसले चोरी गरे उसकै ठुलो स्वर भन्छ नि त हैन त्यस्तै हुन्छ तर कसैले यदि त्यस्तो खराब काम गरेको रहेको छ हैन तर उ चाहिँ पस्तावा छ उ स्वीकारेर छ कि हो मैले नि गरेको छु म स्वीकारिरहेको छु मेरो गल्ती भयो स्वीकारिरहेको छ र पस्तावा गरिरहेको छ के नगर्नुपर्ने काम मैले गर्यो किन गरे होला हैन अब यो त धेरै गल्ती भयो पस्तावा गरिरहेको छ भने त्यस्तो अवस्थामा त्यस्तो व्यक्तिलाई चाहिँ कानुन बमोजिम सजायभन्दा कम सजाय हुने व्यवस्था कानुनले तोकेको छ अर्को के छ भन्दाखेरि चाहिँ सम्बन्धित अधिकारी समक्ष आत्मसमर्पण गरेमा ल सपोज कुनै व्यक्तिले कसुर गरेको छ अब सम्बन्धित अधिकारी भनेको के हो सम्बन्धित अधिकारी भनेको जस्तै अब चौकी हुन्छ नि प्रहरी चौकी भइगयो हैन अब जिल्ला प्रहरी कार्यालय भइगयो इलाका प्रहरी कार्यालय भइगयो त्यस्तो अवस्थामा त्यस्तो ठाउँमा गएर आत्मसमर्पण गर्ने क्या अथवा प्रहरीको समक्ष झुक्ने के गल्ती स्वीकार गर्ने मैले गल्ती गरेको हो भन्ने आत्मसमर्पण गर्यो भने त्यस्तो अपराधीलाई कानुन बमोजिम सजाय भन्दा चाहिँ कम हुने व्यवस्था रहेको छ अर्को के छ कसुर स्वीकार गरी पीडितलाई क्षतिपूर्ति दिएको अथवा दिन मन्जुर गरेको क्या जस्तै एकछिन मानौँ न हामीले कसैको यदि इक्जाम्पल लियौँ ट्रक ड्राइभरले चाहिँ कसैको हत्या गर्यो भने अब हत्या गरेपछि चाहिँ 5 लाख चाहिँ सजाय 5 लाखको चाहिँ उसको क्षतिपूर्ति बेहोर्नुपर्ने हुन्छ संविधानले दिएको छ त्यो 5 लाख बेहोर्न मानिसक्यो अर्थात् पछि म दिन्छु भनेदेखि उसले मन्जुर गरिसकेको छ भने त्यस्तो अवस्थामा अपराधीलाई अथवा त्यो ड्राइभरलाई कानुन बमोजिम हुनुभन्दा सजाय कम हुन्छ है अर्को पोइन्ट के छ त शारीरिक मानसिक तथा अपाङ्गताको रूपमा अपाङ्गताको कारणले कसुरदारको क्षमता हरास भएमा मान्छे भन्छ नि त बौला भनेको के मानसिक शारीरिक रूपमा अशक्त व्यक्ति हैन अथवा काम नगर्ने मान्छे मानसिक आर्थिक मानसिक रूपमा स्वस्थ नभएको मान्छे त्यस्तो व्यक्ति यदि अपाङ्गता व्यक्ति अपराधी मतलब शारीरिक मानसिक तथा अपाङ्गताको कारणले उसको भन्छ नि माइन्ड क्षमता हरास भयो भने उसले यदि कुनै खराब काम गर्यो भने त्यस्तो अपराधीलाई चाहिँ कानुन बमोजिम हुने सजायभन्दा कम सजाय हुन्छ अर्को पोइन्ट के छ त पीडित पक्ष र समाजलाई हुन गएको हानि नोक्सानीको मात्रा उल्लेखनीय नदेखेमा सपोज जस्तै हाम्रो समाजमा के हुन्छ त कुनै हल्का एउटा बाइक ठोकर लाग्यो हैन जब एउटा बाख्राको ठोकर लाग्यो भने नि अब बाख्रा मरेको हुँदैन तर पनि बाख्राको पैसा हैन दे भन्छ नि त त्यस्तो अवस्थामा त्यही भनेको यहाँ पीडित पक्ष र समाजलाई हुन गएको हानि नोक्सानीको मात्रा उल्लेखनीय नदेखिएमा अब नोक्सान भएको छ तर त्यो देखिने लायक छैन कि अथवा थोरै नोक्सान भएको छ भने त्यस्तो अवस्थामा चाहिँ अपराधीलाई अथवा प्रतिवादी भन्छ के हाम्रो भाषामा प्रतिवादीलाई चाहिँ कानुन बमोजिम सजाय भन्दा कम हुन्छ अर्को पर्छ के हो अर्को पोइन्ट अदालतमा साँचो कुरा व्यक्त गरेमा र न्यायिक प्रक्रियामा सहयोग गरेमा सपोज
अब जसले खराब काम गर्छ नि त, प्रतिवादी भन्छ हामी जसले, प्रतिवादीले अदालतमा गएर साँचो कुरा व्यक्त गरिदिने र कानुनी प्रक्रियामा सघाउ पुर्याउने। जस्तै कुनै व्यक्ति यदि घटना भयो भने त्यहाँ हाम्रो प्रहरी दाजुभाइले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अनुसन्धान गर्छ नि त। अनुसन्धान गर्ने क्रममा चाहिँ यदि त्यो घटना गर्ने व्यक्तिले आफै यदि सहयोग गर्यो भने, होइन मैले यहाँ घटना गरेको थिएँ, नगर्नुपर्ने हो, होइन, उसले सबै कुरा आफैले भनिदियो भने, त्यो घटनाको अनुसन्धान गर्ने क्रममा सहयोग गर्यो भने त्यस्तो व्यक्तिलाई अब कानुन बमोजिम हुनुपर्ने सजायमा चाहिँ कम हुन्छ। अर्को पोइन्ट हो, लास्टको पोइन्ट के हो, कसैको बहकाव वा दबावमा कसुर गरेमा। जस्तै के हुन्छ भन्दाखेरि चाहिँ हाम्रै गाउँमा के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो तराई मध्य प्रदेशमा के हुन्छ भन्दाखेरि चाहिँ धेरै ठाउँमा कसैलाई कसैको कसुर गर्ने नियत हुँदैन क्या, तर उसले जबरजस्ती फोर्स दिन्छ क्या, प्रेसर दिन्छ, होइन, मानसिक यातना दिन्छ, क्रूर यातना दिन्छ, जबरजस्ती, होइन। अब जस्तै पिस्तोल, अब लक्कनपट्टामा पिस्तोल लगाइदिएको छन्, होइन, त्यसलाई मार धम्की दिने, क्रूर यातना दिने, धम्की दिने। र त्यस्तो अवस्थामा यदि कसैलाई यदि मार्यो भने, घटना गरियो भने त्यस्तो व्यक्तिलाई चाहिँ कसुर हुनुभन्दा चाहिँ कानुन बमोजिम हुनुपर्ने सजायमा चाहिँ कम हुन्छ। र यही चाहिँ 10वटा पोइन्ट रहेको छ। सबभन्दा फर्स्टको पोइन्ट 18 वर्षभन्दा कम 75 वर्षभन्दा बढीको मान्छे यदि कसुर गर्यो भने त्यस्तो अवस्थामा कसुरदारले कसुर हुनुभन्दा तत्कालीन अघि उत्तेजित गरेमा कसैलाई उत्तेजित गर्यो भने। 3 नम्बरमा स्वेच्छाले कसुर स्वीकार गरेर तथा पस्तावा गर्यो भने। 4 नम्बरमा सम्बन्धित अधिकारी समक्ष आत्मसमर्पण गर्यो भने। 5 नम्बरमा कसुर स्वीकार गरी पीडितलाई क्षतिपूर्ति दिएको वा दिन मानेमा। 7 नम्बरमा शारीरिक मानसिक रूपमा अपाङ्गताको कारणले कसुरदारको क्षमता हरास भएमा। 8 नम्बरमा पीडित पक्ष र समाजलाई हुन गएको हानि नोक्सानीको मात्रा उल्लेखनीय नदेखिएमा। 9 नम्बरमा अदालतमा साँचो कुरा व्यक्त गरे र कानुनी प्रक्रियामा सहयोग पुर्याएमा। र लास्टको पोइन्ट, कसैको बहकाव वा दबावमा गर्यो भने त्यस्तो व्यक्तिलाई कानुन बमोजिम हुनुपर्ने सजायमा कम सजाय रहेको छ। यो त भएको कम। अब बढीको पनि भन्छु, त्यो नेक्स्ट पार्टमा आउनेछ। बी कन्टिन्यू।